सौरभ दाले सिडनीमा बसेर खसीको मासु बनाएको देखेर खाएको देखेर र साथसाथै दशैं पनि आउन ला भएर होला यस्तो खसीको मासु खान मन लाग्यो। मेरो पाली सहन नसकेर बजार गएर खसीको मासु किनेर आफूलाई चाहिने जति अरू पनि ग्रोसरिजहरू लिएर आज चाहिँ मजाले खसीको मासु बनाएर सिठी लाएर खानुपर्छ भनेर म चाहिँ लागे आफ्नो फ्ल्याट तर्फ। अनि फ्ल्याटमा जाने बित्तिकै तरकारी सरकारी सबै राखेर आफ्नो ड्रेसमा आइपुगे किनभने मास्टर शेफ सबिन रुचाल मगर इज रेडी फर कुकिङ। अच्छा मजाक था भन्दै ब्याक टु द मिनी ब्लग जसमा चाहिँ मैले बनाइरहेको थिएँ भुटेको जिरा धनियाको मसला किनकि आई वाज गोइङ टु म्यारिनेट द्याट खसीको मासु जसको लागि चाहिँ मैले एउटा बाटा लिएर त्यसमा खसीको मासु हालेर नुन खुर्सानी अनि बेसार डालेर जिरा धनियाको मसला फालेर अनि लदुवा लसुनको पेस्ट हालेर तेल पनि फालेर मजाले भित्रसम्म मसला पुग्ने गरी मोलेर म्यारिनेसन हुन छोडिदिए। त्यसपछि सुलटी भने साग धुन थालेर म भने यतापट्टि भेजिस काट्न थाले जसमा चाहिँ मैले पहिला सुरु काटिदिएँ प्याज त्यसै गरी टमाटर र त्यसै गरी खुर्सानी पनि। त्यसपछि ग्यास बालेर कुकर बसालेर त्यसमा तेल हालेर तेल तातिसकेपछि मजाले हालिदिए त्यसमा मैले खडा मसलाहरू त्यसपछि त्यसलाई हल्का चलाएर त्यसमा प्याज र खुर्सानी पनि एड गरेर एकछिन फेरि चलाएर मजाले हालिदिए अघि म्यारिनेसन हुन छोडेको मासु। त्यसपछि त्यसलाई एकछिन फेरि परपर्दै भुटिसकेपछि त्यसमा एड गरिदिएँ मैले टमाटर र फेरि त्यसलाई एकछिन चलाएर यसमा चाहिने जति सबै स्पाइसेसहरू जसले चाहिँ त्यो मासुलाई एकदमै मिठो मिठो बनाइन्छ हो त्यो स्पाइसेसहरू सबै हालेर लदुवा लसुनको पेस्टलाई फेरि एकचोटि फालेर बुढाबुढी झगडा बेला बेला बुढीको कपाल रोइ रोइ घुमा जसरी मैले पनि त्यो मासुलाई स्वै स्वै घुमाएँ अनि हल्का हल्का पाकिसकेपछि टक्क लाएर एड गरेँ मैले त्यसमा थोरै पानी र हल्का चलाएर कुकरको ढक्कन लगाएर त्यसलाई मैले स्वै सिटी लाग्नलाई छोडिदिएँ। त्यसपछि सिटी लागुन्जेल चाहिँ मैले काट्न थालेँ साग अनि काटेर सागमा चाहिने सबै कुराहरू भुटेर साग पनि हालेर साग पनि पकाएँ। साग पकाउन्जेल चाहिँ उतापट्टि लाग्यो हाम्रो तेस्रो सिटी अफ खसीको मासु अनि आफ्टर द्याट पाक्यो हाम्रो मिठो मिठो खसीको मासु विच वाज लुकिङ हेर्दै खाउ लाग्दो। त्यसपछि खसीको मासुलाई अर्को भाँडामा राखिदिएर त्यो कुकरमा चाहिँ बसाले दियो हामीले भात पकाउन्जेल चाहिँ उतापट्टि पाकिसक्छ हाम्रो साग र साग पाकिसकेपछि हामी लाइभ बस्दै पकाउँछौँ अचार र लाइभ बस्दा बस्दै हाम्रो बन्छ अचार पनि विच वाज अल्सो लुकिङ हेर्दै खाउ लाग्दो। त्यसपछि लाइभ इन गरेर आउँछ हाम्रो पालु प्लेटिङ गर्ने। सुरुवातमा त मैले लिएँ एउटा प्लेट र त्यसमा मजाले हालिदिए सबै खानेकुराहरू अनि आफ्टर प्लेटिङ फाइनली रेडी हुन्छ हाम्रो हेर्दै खाउ लाग्दो खसीको मासु र खाना। र खाना खानु अघि चाहिँ टक्क लाएर स्प्राइस कुटकुट खाएर रिफ्रेस भएर टक्क लाएर हामीले चाहिँ खायौँ सुरुमा खसीको मासु र आई वाज नट एक्सपेक्टिङ कि मैले एक्सपेक्ट गरेको भन्दा मिठो हुन्छ खसीको मासु। त्यसपछि त के छ र झोल हालेर मुसेर ग्वाम कि गम खायौँ विच वाज एकदमै मिठो मिठो मिठो। र यसैका साथ आजको हाम्रो मिनी ब्लग पनि है सिद्धो। थ्याङ्क यू सो मच गाइज फर वाचिङ माई भिडियो टिल द एन्ड। र यदि हजुरहरूलाई आजको मिनी ब्लग मन परेको छ भने लाइक सेयर एन्ड फलो गर्न नबिर्सिनु। किप लभिङ किप सपोर्टिङ किप वाचिङ टु माई मिनी ब्लग्स अब भने भेट्नेछु म हजुरहरूलाई अर्को मिनी ब्लगमा टिल द एन्ड बाई बाई फलो फर मोर।